हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। आज बिहान बिहान मेरो क्लास जाने टाइममा मेरो स्कुटरको भयो टाइटाइ फिस। यो स्कुटरको कहिले के बिग्रिन्छ, कहिले सर्भिस, कहिले तेल गर्दाखेरि नयाँ स्कुटर आउने पैसा यसले खाइसक्यो। एनिवेज ब्याट्री सकिएको छ कि भनेर भाइले चाहिँ त्यहाँ के हालेर हेर्नुभयो, तर ब्याट्री सकिएको रहेनछ। त्यसभित्रबाट निक्लियो यस्तो, यो पनि नयाँ चेन्ज गर्ने थियौँ तर पनि हुँदैन दिदी भन्यो। अनि मैले पठाउ बोलाएर गएँ क्लास, किनभने क्लास जानुपर्ने छ नि त बिहानै। अनि म पठाउमा त गएँ, तर यो पठाउ चलाउने भाइ ओ माई गड यति धेरै रफ चलाउने, म कति बेला पुगौँ भगवान् मेरो ठाउँमा भन्नुभएको थियो क्या। अनि म बसन्तपुरमा चढेर म क्लासको लागि गएँ। बसन्तपुर बिहान बिहान जाँदा पनि कति धेरै मान्छे फ्रेस भएर फोटो खिचाउन आउँछन् क्या, कति रमाइलो इन्भाइरोमेन्ट है। अनि म क्लास पुग्दाखेरि चाहिँ मेरो क्लास सुरु भइसकेको थियो, म ढिला भएको थिएँ आज। अनि आज हाम्रो पोलिजेलको पाली थियो, म्यामले डेमो दिनुभयो अनि हामी पोलिजेल गऱ्यौँ, भिडियो ल्याउन पाएनौँ। अनि म आएँ पार्लरमा आएर अलिअलि काम गरेँ। अनि आयो एउटा क्युट बेबी, यो बेबी चाहिँ मेरो फेभरेट हो। मेरो पसलमा आएपछि जानै खोज्दैन, मेरो फेसियल गर्ने बेड थ्रेडिङ बेडमा यहीँ सुत्छु भन्छ, कम्मल ओढ्छ बस्छ। अनि यसरी नै गयो मेरो दिन। थ्याङ्क यू फर वाचिङ। फेरि भेट्नेछौँ हामी भोलिको भिडियोमा। आजको लागि गुड नाइट, बाई बाई।